बन्दीपुर जाउँला सँगै बसौला तिमी जानु पुले नजा भने न Hi guys, welcome back to my YouTube channel. सबैजनालाई मेरो नयाँ भ्लगमा स्वागत छ। अनि अहिले चाहिँ म यहाँ किचनबाट भ्लग स्टार्ट गर्दैछु किनभने म खाना पकाउन लाग्छु। अनि आज चाहिँ मैले मेरो प्यारो प्यारो साथीहरूलाई नभेटेको धेरै भयो अनि त्यही भएर मैले चाहिँ तिनीहरूलाई चाहिँ खाना खान इन्भाइट गरेको थिएँ। त्यही भएर म चाहिँ अब यहाँ खाना बनाउन लागिरहेको छु। पछि खाना बनाउन लाग्यो। यहाँ तेल पनि सकियो रहेछ, प्याज पनि सकियो रहेछ। अनि हामी चाहिँ हिजो त अनि यता सिफ्ट भएको अनि सबै कुरा के भएको थाहा पनि पाएको छैन। अब त्यो बिस्तारै टाइम लाग्छ होइन म्यानेज गर्नको लागि। त्यही भएर म र सुनिल चाहिँ हामी जाँदैछौँ तेल र प्याज लिन। टक्क लगाएर प्याज छान्न पर्ने हुन्छ। वाइफ म्याटेरियल हो क्या, म त एकदम किन्न पनि आउँछ अरे क्या अझै प्याज छान भाइ। मोटु क्यान यु होल्ड दिस? अहिले त गाइस के हो र आँपको सिजन हो र आँप आइसक्यो रहेछ त। क्या आँप आइसक्यो हेर न। प्याज चाहिँ कति लाने होला? अब हामी यहाँ टक्क लगाएर प्याज किन्न पर्ने हुन्छ। म दुईचोटि दोकान आइसकेँ यहाँ। आज झन् यस्तो खोजे पल्टेर पकाउन खोजेको के चिबे। हाई मोटु। यसलाई हेर्न सरोजलाई क्युटी। ओ माई गड सरोज फेरि अहिले हेर्ने आज त इग्नोर हाने यसले मलाई। जिम गएको एक हप्ता भयो। सो गाइस मेरो यहाँ चिकन चाहिँ यहाँ फ्राई हुँदैछ अनि यहाँनिर चाहिँ मेरो दाल पाक्दैछ चिकन फ्राई। यहाँनिर प्याज काटिसकेँ मैले। माई गड जिम गएको कति दिन भयो? 2 दिन। बोल मोटुलाई छोए जस्तो नि हुँदैन हो नि त। मोटुलाई त हालिदिन्छु रे। मोटुलाई त हालेर देखाउ ल। मोटुलाई उचालेर देखाउ, माने ढाल्नै पर्दैन। ल 1 versus 3 त्यहाँपछि जित्यो भने चाहिँ हामीले के गर्ने? मजा भइरह ल आइसक्रिम खान जाऊँ। कुन फ्लेभर खाने? त्यो डब्बा खाने ठुलो डब्बा खालास खुलित्तै किन्छु र के रे अझ के भन्दै हामीले हार्यो भने चाहिँ हामीले सरस 2टा आइसक्रिम किनिदिने रे। 3टा एउटा किनिदिने रे। एउटा त हो नि अनि बट्टावाला के कति रुपैयाँको भन्ने त थाहा छैन नि त। 25 को 200 को ठुलो बट्टा। आज एउटा प्लेटफर्मको बारेमा भन्न जाँदैछु जसमा चाहिँ तपाईँहरूले ओलम्पिक लगायत विभिन्न गेमहरू खेल्न सक्नुहुन्छ। तपाईँहरू चाहिँ त्यो गेमहरूको अपडेट लिनुपर्ने हुन्छ। विथड्र चाहिँ 24 आवर नै एभाइलेबल हुन्छ अनि अहिले चाहिँ गेमहरूको सिजन पनि चलिरहेको छ। तपाईँहरूले चाहिँ मेरो प्रोमो कोड युज गर्नुहोस् र बोनस पाउनुहोस्। मासु मैले बनाएको यहाँनिर धनियाँ भएको भए यस्तो दामी हुन्थ्यो। दाल पनि रेडी छ अनि यहाँ खाना ओ माई गड यति धेरै रहेछ। मोटु हेल्प गर्छौ कोक हालेर? तिमी कोक हाल म खाना हाल्छु ल। अनि म मुखमा हाल्छु रे। खाना के छ हेल्प गर। अनि सरोजले भाँडा धुन्छ। कस्तो लाइटिङै कस्तो आयो एकछिन म फ्ल्यास हाल्छु। फ्ल्यास फेरि यस्तो राम्रो मान्छे नराम्रो देख्यो भने त फेरि टेन्सन पर्छ नि होइन त। मासु चाहिँ यस्तो बवाल भएछ। मिठो नखाम भनेको त खाना मलाई हाल्यो। यस्तो मिठो पकाउँछु नि मासु हो कि होइन? साँच्ची के भनेको भन्न। यिनीहरू चाहिँ लाज माने जस्तो छ। लाज नमानी खाऊ साथीहरू। किन लजाएको सरोज? तिमीले भन्दियौ नि त। के भन्यो मैले? अब आइसक्रिम खानु भने त्यत्रो मेरो गर्नु पर्यो तिमीहरूलाई। खुरुक्क दिइहाल्थेँ। कति लो हेलो गाइस। ल मोटो मासु ला कहिले धुन्छ रे निशा भाडा? धुवाइदिने बच्चाहरूलाई राख्छु त है। बच्चाहरूलाई के अब है के धुलाउन लगाउने भनेर आइसक्रिम किन्नुपर्छ नि फेरि थाहा होला नि। कसले? किन? रक्तले ब्ल्याक्ट हान्छ अन्त हात बच्चाले ग्लास। ल ल ल ल त्यहाँबाट माथि ल्यापटप पुरा त नहाने तिमीले भने पुरा हाल्यो नि। पुरा यस्तरी यस्तो ठाडो दादा त के खाँच्चै बस होला नि यति। राम्रोसित धोइदिए
यस्तो 4 पेज आउँछ के न सबै घर यस्तै हो यस खैले मिठा लिएर आयो त नाज है त्यो भाषा छैन राम्रोसँग नाज है पर आउट 14 पाउन्ड दिँदा पनि हामीले शिव झाडु यता जा अनि बाबु त्यो बाहिरको मेरो फरारी अलि चम्काउँछ है ल ल फ्रेन्ड बाउन बाजे कम फ्रम अमेरिका एटलिस्ट बाउन त आयो नि नास क्यूट तैट झिम झिम सानो नझुम पर एली कति नराम्रो देखेको त्यस्तो नि यार तिमी बाहिर भाडामा आयो चुप लाएर जङ्गलमा माथि ओ माय गॉड यिनीहरूको कुरा हामी चाहिँ आयो चोकमा आयो सरोजको पैसा कति रुपियाँ हो दोकान बन्द नभए नि हुन्थ्यो नि I got some money 20 रुपियाँ बोकेर आहा यार यो त लास्ट रहेछ फोनमा हानी फेरि उहाँको दोकान खुल्ला रमाको अझै 11 बजीसँग आइसक्रिम नभए के खाने हामी लेस खाने सिट भयो नि यहाँ सिट दोकान यहाँनिरको दोकान चाहिँ बन्द भएछ हाम्रो गो टु प्लेस गो टु दोकान हो क्या अनि यहाँनिर सरोज मक्ख परिरहेको थियो तर हामीले सरोजलाई लेस किन्न लगायौँ एउटा लोभीले एउटा मात्र लेस किने अब आइसक्रिम पाइएन अब यहीले चित्त बुझाउनु पर्यो हार त हार्यो के अरे गाइज हामी के सोचिरहेछौँ भने यहाँनिर हाउजिङमा एउटा उस छ नि त अनि त्यहाँपछि त्यहाँ गएर 12 बजे भ्लग गर्ने बुटको फिल्म हेर्नु न त घर घर नत्र कि जाने हो र ड्याम जाने नि आएर भुटको फिल्म हेर्ने बल्ल बल्ल मजा आउँछ भुटको फिल्म हेर्नु ओके 10 बजे 43 भइसक्यो 11 बजेबाट नाच्न सुरु गर्छ अनि ताली बजाएर अनि घर आउने तर उहाँ गएर खाने भनेको भुक्कडहरू भुक्कड भात खाएर नि लो खाऊ भुक्कडहरू ल मोटु कुदाइदिन्छ भनेर आ गर्न लाग्थ्यो होला अन्दिपुर जाउँला सँगै बसौँला यसरी हो यहाँबाट चाहिँ हामी तल त्यो ड्याम जाने बाटोमा आयो हामी चाहिँ तर मलाई चाहिँ डर लागिरहेको यिनीहरूले मलाई जम्किजाम गरेर हेर्न यो कुकुरले नजा भनेर गर्ने म त गर्दिनँ ल जाउँ त तिमी गएर ब्लग गरेर नसकिने के त्यो आँटै नआउने है सरोजको खतरा रियाक्सन क्याप्चर भयो है यार डराएर अझ म भाग्दिनँ भन्ने आफै पहिला गर्थेँ अझ जिमको यस्तो रे अझै मेरो पनि छ होला त्यतिको बडी 2 दिन गरेर कसको बडी भन्छ तेरो 2 दिन वेट बढ्ने मेरो बढ्न बिस्तारै बोल गाइजहरू के हेर्ने हामी कुन फिल्म हेर्ने हो हामी चाहिँ यहाँनिर अब हरर मुभी हेर्न लाग्यो ल गाइज हाम्रो चाहिँ मुभी स्टार्ट हुँदैछ के हो मुभीको नाम 1920 अनि यो शिव चाहिँ बढी बोलिरह गेम खेल्छु भनेर खट्टै हान्छ त्यसलाई अनि अब हाम्रो मुभी स्टार्ट गरौँ हल्का साउन्ड ठुलो लगाऊ न लेट द मुभी begin. Good morning guys. भइसक्यो कतिले उठेको Welcome back to my YouTube channel. अनि चुप लाग्छ
अहिले चाहिँ हामी चाहिँ यहाँनिर चिया खान जानु लाग्यो मलाई पकाउन झ्याउला र किनभने चिया बनाउनु झ्याउला थियो अनि यिनीहरूले चाहिँ हामीलाई के अरे हाम्रो ठाउँमा जाने भन्यो बगरमा त्यही भएर हामी यहाँबाट हिँड्दै हिँड्दै जानेछौँ तिमीले स्कुटर लिएको भए त कति सजिलो हुन्थ्यो 4 जना तिमीलाई ट्याक्सी स्कुटर हो शिव हिँड्दै आउँथ्यो त्यस्तो तिमीलाई राखेर तिमीलाई हिँडाउँथ्यो हैन रोग न म स्कुटर किन्छु म निसालाई राख्थे हिजो चाहिँ है फिल्म हेर्दा हेर्दै म चाहिँ सुतिहालेँ तिमीहरू कति बजी सुतिस् हामी त अर्ली इन द बेड अर्ली इन द मर्निङ म त होइन फिल्म हेर्दा हेर्दै डेन्जर भुस्सै निदाइ गएको थिएँ क्या हिजो झ्याउला थियो त्यो फिल्म पनि हेर्दा हेर्दा झ्याउला र यस्तो भइसक्यो त्यस्तो राति पिज्जा खाने प्लानै क्यान्सल भयो अब खाम न त जति बेला जे खाइदिनु हुन्छ हामी त चिया आइसक्यो मुख नधोइकन चिया खान लगाइरह हामी चाहिँ ए म मात्र रहेछ मुख नधुने अब म चिया खाने राति धोएर सुतेको मैले मुख कस्तो झ्याउला किन गाइस अब यहाँ हाम्रो यहाँको वाइफाईमा पैसा भ्याइए रहेछ पैसा भ्याएर ओ शिट आएर खाऊ यसले हुनै सक्दैन जस्तो गर्छ त हाय ल गाइस यो ब्रिटिस क्याम्प चाहिँ हाम्रो घरबाट यहीँ नजिकै छ तर हामी अहिलेसम्म गएको छैन हामी होइन तिमीहरू गहस् म चाहिँ अहिलेसम्म पनि यहाँ गएको हामी त जाने भए रेडी हो जाम हिँड नि त जामाइको धाटेको झौला गरिन् साम्रे टिकट काट्नु पर्छ नि त भाइ भर्ती तिमीलाई मैले 1,60,000 खुलाएर आएको होइन हो कि होइन त्यति भन पैसा 45 रुपियाँ मागिराख मैले मागेकै छैन सिपले 45 रुपियाँ भयो होइन डिभाइड हाल्नु त्यस भए म दिन्न है त अनि त्यो किन बन्द गरेको र हामी चाहिँ ओमे टिभीमा गएको अनि बोल्दैछ यिनीहरू चाहिँ भइसक्यो अनि नभ्याउँदा नि त्यस्तै राम्रो अनि त्यस्तै राम्रो देख्यो त हँसाएँ मैले भने हेर त तिमीलाई त्यस्तो भन्यो तिमीले मतलब बुझ्यौ तेरो मुटुमा लास्ट सिट पाउँछ के लास्ट सिट फर्स्ट सिटै उनी हो मेरो आजको भ्लग चाहिँ यहीँ एन्ड गर्छु अर्को भ्लगमा भेटौँला हिजो मैले भ्लग एन्डै गरेन त्यतिकै निता हालेँ त्यही भएर म यहीँ आज बिहान भ्लग एन्ड गर्दैछु बाइ बाइ गाइस सी यु इन नेक्स्ट भ्लग